नेपाल सरकारलाई जिम्मा लगाएको श्री पेज सिंहासन र राजदण्डको घरिघरि झझल्को आइबस्छ। बडा महाराज पृथ्वी सपनामा आइबक्सिन्छ र मलाई बारम्बार भनिबक्सिन्छ, मैले त्यत्रो दुःखले आर्ज्याएको राजतन्त्र तैले ढालिस। आई थिंक आई एम अ ब्याड किङ अफ ब्याड टाइम्स। इतिहासले मलाई गलत टाइमिङको कैदी बनायो। समयले मलाई छल गरेको छ। 2 पटक राजा भए र 2 पटक ढले। पहिलो पटक राजा बन्दा केवल 3 वर्षको थिए। मोहन शमशेरले मलाई राजा बनाए, राणा तन्त्र ढल्यो। दोस्रो पटक नेपाल सरकारले मलाई राजा बनायो, राजतन्त्र नै ढल्यो। राजगद्दीमा एक पटक बसिसकेको त्यो बालकको अवचेतन मनको साइकोलोजी कस्तो हुन्छ, म बाहेक सिग्मन्ड फ्राइड या सीजी युङलाई मात्र थाहा होला। एक्लो दुधे बालकलाई देशमै छाडी हजुरबुबा त्रिभुवन सपरिवार जवाहरलाल नेहरूको देशमा निर्वासन गइबक्स्यो र म राजा बनाइए। दाजु वीरेन्द्र पनि मलाई छाडी सपरिवार मृत्युको देशमा निर्वासन गइबक्स्यो र म राजा बनाइए। पटक पटक यस्तो कागताली किन भयो यस्तो कागताली? सबैले छाडी गएपछि म रोजिन्छु र राजा बनाइन्छु। आई एम इन्डिड अ किङ अफ ब्याड टाइम्स।